चुनावी माहौल यो मौलाइरहेको बेलामा गाउँघरमा अहिले यो दुलोमा बसेर लुकेका नेताहरू गाउँ गाउँमा अहिले यसरी भोट मारि छिरहेको अवस्थामा यसप्रति तपाईँहरूको प्रतिक्रिया के छ? हाम्रो प्रतिक्रिया भनेको यस्तो हो कि तपाईँको अब अहिले माहौलमा जुनसुकै पार्टीहरू पनि आइरहन्छ। पार्टीहरू आइसकेपछि तपाईँहरूलाई हामीले त हुँदैन दिँदैन भन्ने कुरो त हुँदै भयो है। त्यस कारणले गर्दाखेरि हामीले त अब जुन पार्टी आए पनि हुन्छ त भन्नु पर्यो नि, होइन र? तपाईँहरूलाई हुँदैन दिँदैन, यस पार्टीलाई हुँदैन, यो पार्टी राम्रो छैन भनेर उठेर खेदेर विचार कसैको त हुन्छ नि, कसैको त हुन्छ नि, हुँदैन र? त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पार्टीको माहौल के छ कसो छ तपाईँहरू बेला बेलामा आउनुहुन्छ, बेला बेलामा आइसकेपछि अब तपाईँहरूलाई हुन्छ त भन्नु पर्यो। त्यस कारणले गर्दाखेरि हामी चाहिँ अब तपाईँहरूलाई भोट हामी नयाँलाई पनि एकचोटि हेर्नु चाहन्छौँ। जस्तै पहिला अब यो ठाउँमा नुवाकोट 1 नम्बर क्षेत्रमा जितेर गएका नेताहरू चाहिँ यो ठाउँको लागि के विकास गरेर चुनाव जितेर गएपछि जस यो क्षेत्रमा चाहिँ जितेर जानेले चाहिँ एकचोटि फर्केर हेर्यो। अहिले यो चुनावी माहौल यसरी तपाईँ अहिले यो नयाँ दलहरू दर्ता गरेर जस चुनावी प्रक्रियामा गइरहेछ नि तिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो 1 नम्बर यो 1 नम्बर क्षेत्रबाट अब अहिले चुनाव गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ? हजुर बेला बेलामा आउनु पर्यो, जनाको प्रतिक्रिया सुन्नु पर्यो। अब हारेर गयो जितेर जाने त उस गयो हार्ने अब हामी हारे किन भनेर त्यतिकै बसिरहन्छ। जितेर गइसकेपछि जनताको मर्कालाई समस्या भुल्नु भएन भने तपाईँहरूको चाहिँ एउटा राय सल्लाह उहाँहरूलाई अब नयाँ आउने दललाई चाहिँ अब एकपल्ट चान्स दिउन भन्ने तपाईँहरूको धारणा छ। यसै गरी मैले अहिले चाहिँ यहाँ नुवाकोट 1 नम्बर क्षेत्रमा चाहिँ उहाँ 2 जना दाइहरूको चाहिँ सानो प्रतिक्रिया उहाँहरूले चाहिँ उहाँको प्रतिक्रियामा चाहिँ जितेरहेका दलले केही गरेन र अहिले नयाँ दललाई फेरि एकचोटि हेर्न भन्ने उहाँहरूको चाहिँ मनसाय र धारणा रहेछ। यति सानो सुझाव उहाँसँग सल्लाह लिँदै यस खोज खबर टिभीबाट चाहिँ म बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद।